अहिले चाहिँ म ताप्लेजुङ जिल्ला 8 त्रिवेणी गाउँपालिका 3 साबिक चाहिँ हाङपाङ 5मा यहाँनिर हाम्रो कुमार दाईको ठ्याक्कै सुन्तला बगानमा आइपुगिसकेको छु। यो चाहिँ हाम्रो कुमार दाईको सुन्तला बगान हो। हेर्न सक्नुहुन्छ तपाईँहरूले पनि यो टक्कसितले यो तल विद्युत भट्टराई राम भट्टराईको हजुर राम भट्टराईको हो यहाँनिर। यो चाहिँ हाम्रो सर्लक्क यहाँनिर हाम्रो कुमार दाईको घर हो। कुमार दाईकोमा यहाँ सुन्तला टक्क यहाँ यस्तो छ होइन। यता हाम्रो छोरी प्रेमको छोरी होइन, प्रेमको छोरी यहाँनिर टक्क भित्र बस्दैछ। सुन्तला बगानमा आएको छु। सुन्तला अब ठ्याक्कै कति खाने सुन्तला यी हातले टिप्दा र भेट्दा सकिन्छ कि, तर के टिप्नु। अहिले यो सुन्तला चाहिँ बेचिसक्नु भएको रहेछ भाउजूहरूले। यो मौरीको डुर हो होइन।